सम्पूर्ण नेपाललाई थाहा भओस् कि हामीले के गर्न सक्छौं। त्यो गरेको कुरा प्रवचन सरल हुन्छ, प्र्याक्टिकल कठिन हुन्छ। तो म प्रवचनको कुरा हैन, म प्र्याक्टिकलको कुरा जो गरेको कुरा हो म त्यसको चर्चा गरेर यति नै सन्देश दिन चाहन्छु कि यदि म यहाँ गर्न सक्छु भने वहाँ पनि गर्न सक्छु। अब त म एक्सपिरियन्स होल्डर भइसकेको छु, एक्सपर्टाइजेसन हामी थिम छ, एक्सपिरियन्स छ, नलेज छ। तो नलेज, एक्सपिरियन्स और एक्सपर्टाइजेसन को नेपाल यदि लाभ दिन चाहन्छ भने म विनम्रतापूर्ण ढंगसित सम्पूर्ण शक्ति र ऊर्जा लगाउनको लागि तयार छु। नहीं बाधक तो नहीं, पर कोही सहयोगको लागि कसैले हामीलाई पुरै दुनियाँले आमन्त्रित गर्छ। हामी चाहिँ नि दुनियाँमा गएर चाहिँ नि आफ्नो कामहरू, अहिले कोरिया गभर्नमेन्टले हामीलाई बोलाएको छ, वहाँ पुरा सरकारले जग्गा जमिन दिएर हाम्रो एउटा ठुलो योगपीठ बन्दैछ। युएसएमा पनि एउटा एनआरआई को माध्यमले ठुलो बनाउँदैछौँ, पर नेपालमा हामीले जग्गा किनेर पर्मिसनको लागि पता नहीं कितने कति 2-3-4 वर्षदेखि त्यो अड्किरहेको छ। मैले त नेपालसित केही पनि सहयोग मागेको होइन। नर्मल गभर्नमेन्टको जो एनओसी जो गरेर प्रक्रियाहरू त्यो पनि वहाँ बहुत कठिन काम छ। नेपालमा यदि म एक जस्तो नै एउटा थर्ड पर्सनको तरह यदि म एनालाइसिस गऱ्यौँ भने नेपाल विकासको रास्ता बाटोमा हैन, त्यो चाहिँ नि मैं ये तो भन्दिनँ विनाशको, पर नेपालको जो स्थिति छ त्यो उन्नतिको बाटो त हैन। यदि नेपालमा अहिले मैले देखिरहन्छु, म चाहिँ थुप्रै जो एनआरएनहरू पनि आइरहन्छन्, विदेशी पनि आइरहन्छन्, जो लगानी लगाउनको लागि मैले केही वर्ष पहिले वहाँ सरकारलाई यो पनि भनेको थिएँ कि एउटा ठुलो इन्डस्ट्रियल पार्क तयार गर्नु, इन्डियाका टप लेभलका जो बिजनेसम्यानहरू छन्, ग्रुपहरू छन्, भगवानको दयाले राम्रो सम्पर्क रिलेसन छ, म फुड पार्क डेभलप गरिदिन्छु। रोजगार पैदा हुन सक्छ, व्यक्तिहरूको विकास पैदा हुन्छ। विकासको यस्तो चिज त हैन क्या एकदम कसैले चुटकी बजाएर वातावरण बनाउनु पर्छ। विकास पैदा हुँदैन, विकासको लागि वातावरण से विकास तो स्वयं सृजित हुने चीज हो, त्यो जान्न पर्छ। त्यो चाहिँ नि त्यो अभाव निरन्तर मैले वहाँ देखिरहेको छु। और समस्या के भएको छ भने नेपाल जस्तो सानो देशमा मलाई नेपालको कुरा गर्नुहुन्छ, नेपाल मेरो लागि सम्पूर्ण देश, मलाई मेरो लागि यदि म भारतवर्षको उत्तराखण्डमा म बसेको छु, उत्तराखण्डमा त अलिकति ठुलो आबादीको नेपाल हो। उत्तर प्रदेश तो नेपाल 3 करोड जति आबादी नेपालको छ, उत्तर प्रदेशको आबादी शायद अहिले चाहिँ नि लगभग 18 करोड भइसकेको छ। तो नेपाल जस्ता तो कति देश बनिहाल्छ उत्तर प्रदेशमा। तो हामी इस स्तरमा काम गरिरहेका छौँ भने, त्यो भिजनले काम गरेका छौँ भने हामीलाई नेपालमा काम गर्न गाह्रो छैन। एउटा कुरा मैले हजुरलाई भन्न चाहन्छु, नेपालको लागि कि हामीले एउटा बहुत राम्रो एउटा भिजनरी डकुमेन्ट्स बनाएर सबै नेताहरूले यो कसम संकल्प लिने कि यो हाम्रो मिनिमम कमन प्रोग्राम तय गरेर देशको उन्नतिको लागि यदि नेपालका नेताहरूले काम गरेनन् भने नेपालको उन्नति कहिले हुन सक्दैन। जहिलेसम्म पार्टी र व्यक्तिको स्वार्थ अगाडि रहन्छ और साना साना स्वार्थहरूको लागि नेताहरू बिग्छन्, त्यतिखेर म यो भन्दिनँ कि क्षमा गर्नु होला मलाई यस कुराको लागि, सबै बिकाउ हैन, परन्तु बिकाउहरूको अधिकताले सज्जनताले केही गर्न सक्दैन। तो सज्जन व्यक्तिहरू एक भएर संगठित भएर पार्टी छोडिदिनुस्, सब बसेर मिनिमम कमन प्रोग्राम बनाउनु, ब्लुप्रिन्ट। राजनीतिक पार्टी कोही जित्छ कोही हार्छ कुछ हुन्छ, जो पनि भए पनि कम से कम ये बेसिक प्रोग्रामहरू हो, त्यो कसैले चेन्ज नगर्ने, त्यो प्रोग्रामलाई लिएर नेपाललाई अगाडि बढाउने, फिर नेपालको उन्नति हुन सक्छ, समृद्धि हुन सक्छ। त्यसबाहेक अरू कोही बाटो छैन, कोही विकल्प पनि छैन। केही कुराको लागि अल्टरनेट हुन सक्छ, यसमा कोही अल्टरनेट छैन। म आज हजुरको माध्यमले यो सन्देश सम्पूर्ण नेपाल जनतालाई, नेपालका लिडरहरूलाई यो सन्देश दिन चाहन्छु।